हेलो गाइज, के छ हाल खबर? सन्चै हुनुहुन्छ? यस, म पनि एकदमै फाइन छु। आज चाहिँ म तपाईँहरूको लागि एउटा ब्रान्ड न्यू भिडियो लिएर आएको छु। के को भन्दाखेरि चाहिँ क्लास अफ क्लाइनको ह्यामर जामको इभेन्टको बारेमा है। यो इभेन्ट चाहिँ हाम्रो भर्खरै सुरु भएको छ भने यो इभेन्टमा हामीले के पाइन्छ, के गर्न मिल्छ भनेर भन्दाखेरि चाहिँ यो ह्यामर जाम भनेको चाहिँ खास के हो भनेर बुझौँ है त। ह्यामर जाम भनेको चाहिँ यस्तो एउटा लिमिटेड टाइमको इभेन्ट हो जुन चाहिँ एकदमै ठुलो अपडेट आउनुभन्दा अगाडि चाहिँ सुपरसेलले खेलाडीहरूको लागि चाहिँ रेडी हुन भनेर चाहिँ त्यो अपडेट हुनुभन्दा अगाडि नै त्यसमा भएको जति पनि अपडेट गर्नुपर्ने कुराहरूलाई चाहिँ छिट्टै अपडेट गर्न सकोस् र समय र कस्ट दुइटै घटाएर यसले खेलाडीहरूलाई छिटोभन्दा छिटो आफ्नो भिलेजहरू चाहिँ अपडेट गराउनलाई भनेर दिएको है त। ल, यो इभेन्टमा चाहिँ कसरी इभेन्टहरू चाहिँ कसरी युज गर्छ, के हुन्छ भन्ने कुराहरू चाहिँ म तपाईँलाई एकदमै डिटेलली नै भन्नेछु है त। जस्तै यसमा भनेको चाहिँ सबभन्दा पहिला हामीले अहिले यो इभेन्टकोमा चाहिँ हेर्नुहोस् है। जस्तै यहाँनिर इभेन्ट आएको छ यो ह्यामर जाम। यो चाहिँ अब 13 दिन 18 घन्टा चाहिँ बाँकी छ अझै। यो भरिमा चाहिँ हामीले के गर्न सक्यो भन्दाखेरि जस्तै हेर्नुहोस् है, म एउटा इक्जाम्पल दिन्छु। यदि मैले ब्यारेक, यो हेर्नुहोस् त, यहाँनिर मैले ब्यारेक देखाएँ। यो ब्यारेकलाई मैले अपग्रेड गर्नु पऱ्यो भने पहिला 10 लाख रुपियाँ लाग्थ्यो भने अहिले चाहिँ कति लाग्छ भन्दाखेरि जम्मा 5 लाख मात्रै लाग्छ। अनि त्यसै गरी पहिला चाहिँ हाम्रो 1 दिन लाग्थ्यो भने अहिले हाम्रो कति टाइम लाग्छ भन्दाखेरि जम्मा 12 घन्टा, भन्नाले 50% नै डिस्काउन्ट गरेर दिएको छ। हेर्नुहोस् है, त्यही भएर यो अपडेट, यो इभेन्टमा चाहिँ यो इभेन्ट भनेको एउटा अपर्च्युनिटी हो। यो अपर्च्युनिटीलाई चाहिँ मिस नगर्नुहोस्। यो अपर्च्युनिटीलाई चाहिँ ग्र्याब गरेर लानु सक्नुभयो भने तपाईँले जुन अपडेट गर्न धेरै टाइम लाग्थ्यो भने त्यो टाइमलाई चाहिँ एकदमै कम र छिट्टो समयमा नै अपडेट गर्न सक्नुहुन्छ। यसको लागि म केही कुराहरू देखाउँछु। जस्तै यसले के कुराहरूमा चाहिँ युजफुल हुन्छ भनेर भन्दाखेरि चाहिँ यो होम भिलेज छ होइन, यो हाम्रो भिलेज छ, यो होमको भिलेज छ नि। यो होममा चाहिँ सबै कुराहरू अपडेट गर्दाखेरि जेमा पनि हुन्छ है। जस्तै यदि हामीले गोल्ड स्टोरेजदेखि लिएर बिल्डिङहरू, यो जस्तै हाम्रो यो के अरे गोल्ड माइनहरू यदि मैले अपग्रेड गर्ने हो भने यो गोल्ड माइनलाई हेर्नुहोस् त, लगभग 7 लाख रुपियाँ लाग्थ्यो, के अरे 7,000 लाग्थ्यो भने 3500मा हुँदैछ। अनि त्यसै गरी 15 मिनटमा अपग्रेड हुन्थ्यो भने यो चाहिँ 7 मिनट 30 सेकेन्डमा नै अपग्रेड हुँदैछ, भन्नाले 50% नै डिस्काउन्ट छ है। अनि यतापट्टि हेर्न सक्नुहुन्छ। जस्तै त्यसै गरी अब ल्याबोरेटरीको कुरा गरौँ। ल्याबोरेटरीमा हामीले यदि यहाँनिर चाहिँ मेरो सबै अपडेट भइसकेको रहेछ, तै पनि मैले देखाउन त पाएन। यदि हामीले यो कुनै पनि कुराहरू, जस्तै मैले केही कुराहरू अपग्रेड गर्नलाई 10 दिन लाग्छ भने चाहिँ त्यो अहिले चाहिँ के हुँदैछ भन्दाखेरि 5 दिनमै अपग्रेड हुँदैछ। त्यही भएर यो अपर्च्युनिटीहरू चाहिँ नछोड्नुहोस्। जो चाहिँ एकदमै के अरे वर्षमा एकचोटि आउने। जस्तै योभन्दा अगाडि पनि 2024मा हाम्रो टाउन हल 17 आउनुभन्दा अगाडि नै ठ्याक्क यही टाइममै, सायद नोभेम्बरमै हो जस्तो लाग्छ मलाई, नोभेम्बरमै यस्तो खालको ह्यामर जाम भन्ने एउटा अपर्च्युनिटी, एउटा अपडेट आएको थियो होइन। हो त्यस्तै अब मलाई जहाँसम्म लाग्छ टाउन हल 17सम्म म्याक्स थियो भने अब टाउन हल 18 आउँदैछ। त्यही भएर टाउन हल 18 आउनुभन्दा अगाडि नै टाउन हल 17को सबै म्याक्स होस् अथवा सबै लेभल अन्य यो के अरे त्योभन्दा सानो लेभलहरू पनि छिटो अपग्रेड होस् भनेर चाहिँ यो एउटा सुपरसेलले अपर्च्युनिटी दिएको है। त्यही भएर यो अपर्च्युनिटीलाई चाहिँ नछोड्नुहोस्, यो अपर्च्युनिटीलाई ग्र्याब गर्नुहोस्। अनि साथसाथै ल मैले एउटा चाहिँ अपग्रेड गराइहाल्छु है त। जस्तै यो हाम्रो ब्यारेक भयो, ब्यारेक 8 को छ। मैले यसलाई अपग्रेड गरेँ भने चाहिँ ड्रागन आउँदैछ। 10 लाखमा लाग्ने कुराहरू चाहिँ मेरो कतिमा हुन्छ, 5 लाखमा हुँदैछ। अनि यसलाई चाहिँ 1 दिन लाग्थ्यो भने अब चाहिँ यो कति घन्टामा हुन्छ भन्दाखेरि 12 घन्टामा नै अपग्रेड भइसकेको हुन्छ है त। त्यही भएर मैले यसलाई कन्फर्म गर्दै ल। अनि अर्को कुरा चाहिँ के पनि भन्न चाहन्छु भने यही बेलामा हो। जस्तै हामीसँग चाहिँ यदि हामीसँग बिल्डर पोजिसनहरू छ भने होइन, युज गर्ने टाइम भनेको यही हो। जस्तै यो बेलामा चाहिँ के हुन्छ भने तपाईँहरूसँग अहिले मेरो चाहिँ सानो बेस छ। जस्तै मेरो टाउन हल 7को बेस भयो होइन। यसमा चाहिँ मेरो जम्मा 3टा बिल्डरहरू मात्र छ। यसमा चाहिँ के हुन्छ भन्दाखेरि जस्तै मैले बिल्डर पोजिसन युज गरेँ भने चाहिँ 1 घन्टामा 10 घन्टाको कामहरू चाहिँ गर्ने गर्छ है। जस्तै मेरो अब 3टा उयो छ, मैले एकचोटि बिल्डर पोजिसन युज गरेँ भने चाहिँ 3 10 30 घन्टाको समय चाहिँ यसले घटाइदिन्छ। त्यही भएर यो टाइममा बिल्डर पोजिसनहरू युज गरेर छिट्टोभन्दा छिटो नै बिल्डिङहरू अपग्रेड गर्नलाई चाहिँ अहिले हेल्प पनि हुँदैछ। त्यही भएर
यो अपर्च्युनिटी नछुटाउनुहोस् र साथसाथै क्लास अफ क्राइमको यस्तै मिठो मिठो र एकदमै धेरै नलेजेबल भिडियोहरू पाउनको लागि चाहिँ सब्सक्राइब गर्नुहोस् र साइड भएको बेल आइकनलाई पनि थिच्न नबिर्सनुहोस्। आजलाई चाहिँ यति नै इन्फर्मेसन लिएर आएको थिएँ। Have a good day. Bye.